ल म चाहिँ रेडी गरिसकेँ हो। आज कोरियन खाना खाइन्छ हैन ट्रेनिङ सेन्टरमा। हेरौँ कस्तो हुन्छ कोरियन खाना। ल हामी चाहिँ अब चिया सिया खाएर जानुपर्ने हुन्छ टक्क। ल चिया भनौँ हाम्रो आचार्य चिया रेडी भएको छैन हालिदिनु न यार हो उही खाने हो ल ठिकै छ। कति छ कति बजी सुरु हुन्छ हाम्रो ट्रेनिङ? आज क्लास सकिन्छ हैन? ल आज ट्रेनिङको फाइनल डे हो। आज हामी सर्टिफिकेट पाउँछौँ। भाइलाई कस्तो लाग्छ कोरियन खाना खाएको सही छैन? खाँदैछु हैन खाएपछि थाहा हुन्छ। खानु चाहिँ पर्यो फेरि जिन्दगीमा हैन कोरियन ल्याङ्ग्वेज पढेपछि एउटा सर्टिफिकेट भन्ने कुरो कहिले पाइनँ क्या। आज फर्स्ट टाइम पाउँदैछु। सो त्यो कुरामा पनि एकदम एक्साइटेड पनि छु है। ल ट्रेनिङमा के कस्तो भयो पहिला योभन्दा पहिला ट्रेनिङ कस्तो लाग्यो ट्रेनिङ? ट्रेनिङ एकदम गुड राम्रोसँग बित्यो क्या। आज योभन्दा गएको हप्ता 5 दिन अगाडि चाहिँ एकदम राम्रोसँग बित्यो। आज पनि 5 दिन अगाडिसम्म कसरी बित्यो दाइ? 5 दिन भइरहेको 6 दिनको स्टेप। आज 6 दिनको स्टेपमा छ क्या अरे। एकदम एक्साइटेड छु। ल भन्दिम साथीको घर कहाँ हो? मेरो चाहिँ दमाक अनि यहाँ ट्रेनिङमा कस्तो लागिरहेछ खाना? एकदम मजा लागिरहेछ। तर मैले चाहिँ पखाला चौसँग खाएको छुइनँ। किन नखाएको? पखाला लगाएर होइन? लागेको छैन। एकचोटि पनि खाएको छैन यहाँको खाना? नखाइकन कसरी पखाला लाग्छ भन्ने थाहा भयो नि। केटाहरूलाई लागिरहेछ। अब आज चाहिँ धन्काउने हो थोरै। आज कोरियन खानालाई तन्काउने हो होइन? कस्तो हुन्छ है? ल क्लासतिर जाउँ। ल 안녕하세요. 안녕하세요. 만나서 반갑습니다. हेलो सर मसिनो भात्र यार पेट दुखेर। मानी ठुस्यो है मानी ठुस्यो। हाम्रो सरहरू वहाँ पछाडि लाइनमा त्यहाँ 2 गेडा टमाटर पाकेर रहेछ यार। ल सर आउँदै हुनुहुन्छ। उहाँलाई चाहिँ अब चपस्टिक कसरी समाउने भनेर सोध्नु पर्यो। सर यो कसरी समाउने चपस्टिक? एउटा मासु खाएर देखाउनु न। ल अब चाहिँ आउला जस्तो लाग्यो। हस् हुन्छ सर। यता सर अर्को सरले पनि सिकाउँदै हुनुहुन्छ है सर। यता पनि ओहो माने मासु सन्जिने ल सरले खतरा सिकाउनु भयो हाम्रो। बाटोमै सक्नु होइन सरले। ल फाइनली कोरियन खाना आइसक्यो। यहाँ चाहिँ टुइजी खोगी, यता साग खोर्सानी अचार के हो, यता सुप रहेछ है। किम्ची चिगे त यहाँ लुकेर बसेर छ यार। यो साग भइहाल्यो, अचार फाप। अनि यो के हो? यो घाँसै उम्रिएर रहेछ यार। च्याउ रहेछ, यो अचार, यो खिम्ची चिगे रहेछ। सरी है। ल यसलाई जब म खाएर अगाउनु पर्ने हुन्छ है। ल सिजाक पुग्यो। अब खाएर पनि सक्यो। अब यसलाई चाहिँ टक्क बाल्टीमा हाल्नुपर्ने हुन्छ। अब खस्यो चपस्टिक। हानको कुम्सिक अत्तै हो। भोक लागिरहेछ। हाम्रो आचार्य सर कस्तो छ? ल ल ल कस्तो भयो खाना? एकदम बबाल हो। ल पचाउनु पर्छ है। मैले त 4 थाल खाएर आएको। ल लिम्बू सर कस्तो भयो खाना? एकदम मिठो यार। अब गएर खल्खल लागिरहेछ। हो मलाई पनि मिठै लाग्यो। ल अब सर्टिफिकेटबाट सुरु भइसक्यो।
ल यसो हेरसम्म सरसँग फोटो खिच्न पाउँदैन चाहिँ भागेमा नि हेर्दा ल भन्छ यस्तो सरल मात्रै यसो हेरसम्म सबैले यस्तो छ म त यहाँ फोटो हेर्दा पनि अहिले हालेर खुसी हुन्छु तिम्रो दिन त्यसलाई होइन फोटो मलाई ल दिनु सर ल ल एउटा नराली भन त यहाँ भिलेन हिरो सबैजना आइसक्नु भयो ओके ल अब यस्तै हो भाषा चार्ज हुन्छ एकछिन